हेलो गाइस, साथीहरु नमस्कार। आज चाहिँ यहाँ घरमा हाम्रो फ्यामिली मोमोसको पार्टी चलिरहेको छ र सुरु हुँदैछ। र चिकन मोमोस चाहिँ यहाँको लागि चाहिँ मैले किमा गरेर पनि धनिया पत्ता काटेर जिन्जर कोरेसो गरेर सबै रेडी भइसकेको छ। यहाँनिर रिफाइन हालेर हेर्नुहोस्। र यहाँ चाहिँ एकदम सिलौटोमा टेस्ट हुन्छ। अचार चाहिँ सबभन्दा बेस्ट चाहिँ सिलौटोमा हुन्छ। र यहाँ लसुन र अदुवा पिसिँदैछ। हेर्नुहोस् साथीहरु गाइस, यहाँ चाहिँ मम्मीले मैदा मुस्नु हुँदैछ बगानको हातले। र यहाँ चाहिँ मैदा मुसेर राखिरहनु भएको छ। र यहाँनिर चाहिँ हेर्नुहोस्, एकदम घरमा रोपेको अर्ग्यानिक कोरिएन्डर लिफ, धनिया पत्ता, एकदम स्मेल पनि राम्रो आएर छ। यहाँ चाहिँ पापाले चाहिँ अब कसरी बनाउँछ के गर्ने भनेर चाहिँ सोच्नु भएको होला सायद। र हामी चाहिँ आज चाहिँ मोमोस पार्टी गर्नुको लागि चाहिँ हाम्रो सेफ चाहिँ यहाँ पतला भएर वेट गरिरहेको छ अब कहिले मोमोस स्टिम गर्नु भनेर। र यस्तै हो गाइस, आज चाहिँ एकदम खुसी लागेको छ। यहाँनिर अब आफ्नो फ्यामिलीहरुसँग बसेर खानु पाउँदैछु म मोमोस धेरै दिनको पश्चात। र मेरो फलना चाहिँ मेरो म्याडम चाहिँ मोमो मन पराउँदैन र उसको लागि चाहिँ एकदम अर्ग्यानिक भाले कुखुराको यहाँनिर सुप बनिँदै उसको लागि चाहिँ मासु भन्यो, कुखुराको मासु। यहाँ चाहिँ अहिले चाहिँ प्याजहरू हालेर लसुनहरू हालेर फ्राई हुँदैछ, हल्दी हालेर सिम्पल फ्राई। र यहाँ चाहिँ मासु पनि हाल्ने टाइम भएर मसलामा मिसाउँदैछ, मिक्स हुँदैछ मासु र मसलाहरू। मेरो पार्टनरले गर्दैछ यहाँनिर चाहिँ मिक्स। हेर्नुहोस् गाइस साथीहरू, र कस्तो लाग्छ के लाग्छ तपाईलाई हाम्रो भिडियोहरू। र यसमा भिडियोमा के छ कसो छ, राम्रो लाग्छ लाग्दैन सब्स्क्राइब गरिदिनु होला, भनिदिनु होला कमेन्ट्समा। राम्रो लाग्यो भने राम्रो भनिदिनु होला, नलागे पनि भनिदिनु होला के कसो छ। र त्यो अनुसारले मेरो भिडियो अगाडि बढाउँदै लान्छु। र मेरो खासै फेसबुकमा चाहिँ म भिडियो त्यति अपडेट गर्दिनँ। मेरो चाहिँ प्राय भिडियोहरू चाहिँ सबै युट्युब च्यानलमै आउँछ। मेरो युट्युब च्यानलको नाम चाहिँ प्रवीण तामाङ 3814 गरेर चाहिँ सर्च गरेर प्लिज तपाईहरुले चाहिँ सब्स्क्राइब गरिदिनु होला, बेल आइकन दबाइदिनु होला, अल गरिदिनु होला, किनकि तपाईहरुको नोटिफिकेसन जान्छ मेरो कुनै भिडियोहरु मेरो कामको हुनसक्छ। यहाँनिर चाहिँ सुपवाला कुखुराको मासु पनि रेडी भइसक्यो। र अब चाहिँ म धेरै दिनको पश्चात मोमोस बनाउन गइरहेको छु। फर्स्ट मोमोस चाहिँ म सी सेपको बनाउन गइरहेको छु। हेर्नुहोस्, सो लङ टाइम आज मैले फेरि मोमोस बनाइरहेको छु गाइस। आज चाहिँ हाम्रो चाहिँ पार्टी चाहिँ अब सबै जोसमा छ, जोसिलो हुने भयो मोमोसको पार्टी चाहिँ। हेर्नुहोस्, सी सेपको बनाएँ। सी सेपको चाहिँ खानुको लागि एकदम कम्फर्टेबल हुन्छ, इजी, टक्क अचारमा चोपेर खप्पा खानु मजा आउँछ। र कोही सी सेपको कोही राउन्ड सेपको बनाइरहेको छु मैले चाहिँ। बेल्नेले भेटिरहेको छ, म बनाउनेले बनाइरहेको छु हो। र यसरी नै जाडोमा तातो मोमो खानुको लागि चाहिँ आज चाहिँ आज हाम्रो प्लान भयो। र प्लानको मुताबिक हामी चलिरहेको छौँ। र मेरो युट्युब च्यानल चाहिँ म्याक्सिमम 4-5 साल भइसक्यो मैले युज गरेको। तर म चाहिँ अब पैसा दिएर कम्प्युटरमा भिडियो प्ले गरेर वाच टाइम पुगाएर म चाहिँ सब्स्क्राइब बढाउँदिनँ। म चाहिँ अब मलाई दया मायाले मेरो भिडियो मन परेर कसले सब्स्क्राइब गरिदिन्छ त्यसमै म खुसी छु। तपाईहरुको सपोर्टमा अहिलेसम्म खुसी छु। मेन तपाईहरु नै हुनुहुन्छ दर्शक दिनहरु मलाई सपोर्ट गर्नुहुने। तपाईहरुले नै गर्दा म यतिको भिडियो बनाउने क्षमतामा छु, भइरहेको छ। र अहिले चाहिँ पापा पनि आउनुभयो मलाई हेल्प गर्नको लागि। पापा र मेरो बाबु पनि आउनुभयो। यहाँनिर मेरो फुच्चे पनि मोमोस बनाउनको लागि हेल्प गर्न आयो। र पापाले पनि बनाउनुहुँदैछ। छिटो गरेर अब बनाएर खाउँ भनेर जाडोमा सबैजनाले हेल्प गरिरहेछ, हातमा लगाइरहेछ यताउता है सबैजनाले। र यसरी नै तपाईहरुले
गाइस सपोर्ट गरिदिनुहोस् मलाई, मेरो भिडियो वाच गरिदिनुहोस्। म आशा गर्छु जसरी गरेर भएको छ। र जति पनि मेरो भिडियो हेर्दै हुनुहुन्छ नयाँहरूले पनि प्रवीण तामाङ 3814 मा युट्युबमा गएर सर्च गरेर सब्सक्राइब गरिदिनुहोस्, सेयर गरिदिनुहोस् है, मलाई सपोर्ट गरिदिनुहोस्। म आशा गर्छु। र आजको मोमोज त यही फुल भयो, 2 स्टिमर त भइगयो, 2 सिट। र अब यसलाई चाहिँ स्टिम गर्नुपर्छ। धनिया हेर्नुहोस् एकदम घरको कति मिठो आइरहेको छ बास्ना यसको। र यहाँनिर चाहिँ एकदम बोइल भइरहेको छ पानी। अब टमाटर पनि साथमा बोइल भएर चटनीको लागि, किनकि फ्राई गरेर चाहिँ हामीले टमाटरको चटनी नबनाउँ भन्ने प्लान भयो, किनकि ओइली बेसी हुन्छ। त्यसै पनि मोमोजमा तेलै त हुन्छ भनेर चाहिँ बेलिरहेको छ गाइस। यस्तै छ, यसरी नै फ्यामिलीमा बसेर तपाईँहरू पनि यो मेरो फुच्चीले पनि भिडियो गर्दैछ, अहिले त भिडियो गर्छु भन्दैछ। हेर्नुहोस् यी मोमोज पनि लगभग पाकिसक्यो। हेर्नुहोस् एकदम तातो मोमो जाडोमा खानु कति मजा आउँछ। बापरे, कमेन्ट गर्नुहोस् है मोमोजको। टेस्टी भएछ मोमोज पनि। सबभन्दा फ्यामिलीको हेड अफ फ्यामिलीलाई दिएको छ है, सबभन्दा ठुलो मान्छेले खाँदैछ मोमोज। उसले त मुर्गीको मासु पनि पाएछ, टेस्टी भयो भन्दैछ। सबभन्दा ठुलो मान्छेलाई चाहिँ पहिला दिइहाल्यौँ हामीले चाहिँ। अन्त यता पापालाई पनि टेस्ट गर्नु हुँदैछ गाइस। साथीहरू भिडियोको कमेन्ट्स गर्नु होला, लाइक गरिदिनु होला, वाच गरिदिनु होला, फुल भिडियो वाच गरिदिनु होला, आशा छ। खासै मेरो युट्युब च्यानल चाहिँ कुकिङ सोको हो, तर अब कोही बेला टाइम पाउँदैन है, त्यही भएर चाहिँ धेरै टाइम निकाल्नुपर्छ। त्यही भएर चाहिँ म कोही बेला रिल्सहरू पनि हालिहालेको हुन्छु। र अहिले पनि प्रायः जस्तो म ननभेज नै बनाइरहेको छु कुकिङ सोमा पनि होइन, अर्ग्यानिक फुडमा। कुकिङ सोमा चाहिँ अब पर्चेसिङ गर्नु पर्यो होइन, टाइम निकाल्नु पर्यो, धेरै मेहनत छ। युट्युबमा चाहिँ अब जुनसुकै गानाहरू एड गरेर लाउनु सकिँदैन, कपिराइट भेट्छ। त्यत्रो मजाले बनाएर भिडियो बनाएर अपलोड भइसकेर पनि कपिराइट भेट्छ। र त्यस धेरै मेहनत छ युट्युबमा चाहिँ। फेसबुक पेजमा जस्तो सजिलो हुँदैन, भिडियो अपलोड गर्यो डाइरेक्ट गर्यो, धेरै साह्रो छ। रुल्स रेगुलेसन एकदमै कडा छ युट्युब च्यानलमा चाहिँ। त्यसै कारण म भिडियो चाहिँ बेसी अपलोड गर्नै सक्दिनँ, किनकि भिडियो अपलोड गरेर धेरै टाइम लाग्छ। यसमा कपिराइट नहुने युट्युबकै गानाहरू म्युजिकहरू लगाएको हुनुपर्छ, त्यस्तै स्टाइलले बनाउनुपर्छ भिडियो पनि। हेर्नुहोस् चटनी पनि एकदम होममेड चटनी, अर्ग्यानिक, घरकै टमाटर, घरमै रोपेको धनियाँको पत्ताको भएर चाहिँ यसरी चटनी बनिरहेछ आजको दिनमा। एकदम मलाई चाहिँ प्राउड फिल भइरहेको छ, एकदम घर फ्यामिलीसँग बसेर यति मिठो मोमोज खाइरहेको छौँ हामीले। दामी लागेको छ। हेर्नुहोस् मोमो चाहिँ एकदमै टेस्टी। स्टार्टिङमा चाहिँ म 25वटा लिइरहेको छु मोमोज, अब बादमा टेस्टी भयो भने चाहिँ अझै थप्ने छु। दामी टेस्टी रहेछ आजको मोमोज त एकदम। सुप पनि कुखुराको मासुको सुप, घरको कुखुराको भालेको सुप है। र यस्तै हो गाइस, सपोर्ट गरिदिनुहोस् मेरो च्यानललाई। बिचमा कति कामहरूले गर्दा म भिडियो अपलोड गर्न पाउँदिनँ। जति पनि मेरो अहिले सब्सक्राइबरहरू हुनुहुन्छ है, यो भिडियो हेरेर कमेन्ट्स गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्। आज हाम्रो फ्यामिली मोमोजको पार्टीको कस्तो लाग्छ, तपाईँहरूलाई के लाग्छ? हुन त मैले मोमोजको मतलब फुल डिस्क्रिप्सन त दिएको छुइनँ होइन, र पनि मोमोज त त्यो सिम्पल मोमो हो, मैदा मुस्यो र यता इन्ग्रिडियन्ट्सको लागि चाहिँ किमाको लागि चाहिँ प्याज चपिङ गर्यो, प्याज जिन्जर आउँछ, जिन्जर ग्रेड गर्यो। सिम्पल मोमो जुन चाहिँ हामी नेपाली टिबिटेनहरूले खान्छौँ, होममेड मोमो, त्यही मोमो। कतिले चाहिँ अब मोमोजमा के अरे गार्लिक सार्लिक हाल्छ, त्यो मोमो चाहिँ सिजन मोमोहरू जस्तो बनिन्छ। खासै मोमो खानु भनेको चाहिँ यही हो, सिम्पल। अदुवा आउँछ, धनियाँ पत्ता, प्याज, अलिकति अजिनोमोटो, अलिकति नमक, त्यति मात्रै। अनि मैदा, यो बाहिरको कभर चाहिँ आउट अफ पार्ट्स। मोमो भनेको नै त्यति नै हो। मोमोज भनेको नै हाम्रोबाटै सुरु भएको, टिबिटेन नेपालीबाटै।
अहिले त चाइनिज केमा थाईमा पनि गइसक्छ मोमोसहरू हैन। खास मोमोस सुरुवात अर्ग्यानिक गर्ने नै हामी हो मोमोसको चाहिँ, हामी नेपाली टिबेटनहरू। र यस्तै छ गाइस। र मैले चाहिँ यहाँनिर अलिकति कोरियन चटनी पनि लिएर आएको छु, झन् स्पाइसी। र आज चाहिँ मेरो फलना पनि सँगै बसेर खाउँ भनेर चाहिँ तातो पानीमा अगाडि जाडोमा ल्याएर ऊ चाहिँ भात खान्छ। एकदम उसलाई चाहिँ यस्तो फास्ट फुड यो हाबीजाबी मोमो चाउमिनहरू मन पराउँदैन र भात खानु पनि यहाँ सँगै साथमा बसिरहेको छ। आज चाहिँ आजको चाहिँ पार्टी चाहिँ हेर्नुहोस्, पतला पतला मान्छेहरू हामी। कस्तो लाग्यो तपाईँहरूलाई भनिदिनुहोस्। उसको पनि त कमी छैन, प्लेन राइस छ र उसकोमा चाहिँ यही बालेको सुप भनिदिउँ न, ग्रेभी टाइपको बनाएको छ, एकदमै टेस्टी भएको रहेछ। त्यस्तै हो गाइस। यसरी नै मेरो च्यानललाई माया गर्नुहोस्, मेरो भिडियोहरू हेरिदिनुहोस्, जसरी हेरिदिइरहनु भएको छ अझै फलो गरिदिनुहोस्। नयाँहरूले जति नयाँले हेर्नुहुँदैछ सब्सक्राइब गरिदिनुहोस्, सेयर गरिदिनुहोस् हैन। म तपाईँहरूको फाइदामनको भिडियोहरू बनाउँछु फटोएर। अझै म तपाईँहरूको अर्ग्यानिक एकदम गाउँको हरियालीहरू देखाउँछु बादमा। र आजको लागि थ्याङ्क यू सो मच। फर वाचिङ माई भिडियो। नभुलौ दाजु नभुलौ भाइ, पैसाको मोहमा। नभुलौ दाजु नभुलौ भाइ, पैसाको मोहमा। बनाउनु पर्छ गोर्खाको घर देशको काखमा, देशको काखमा। हामीले बिर्से माटोको माया, शहीद रुनेछन्। यो देशभित्र गोर्खाको सन्तान टुहुरो बनेछन्। हामीले बिर्से माटोको माया, शहीद रुनेछन्। यो देशभित्र गोर्खाको सन्तान टुहुरो बनेछन्। हो नभुलौ दाजु नभुलौ भाइ।
बचाउनु पर्छ हामीले यहाँ गोर्खाको स्वाभिमान। पुर्खाको सपना सहीको रगत जनताको बलिदान जोगाउनु पर्छ हामीले यहाँ गोर्खाको स्वाभिमान हो। नभुलौ दाजु नभुलौ भाइ पैसाको मोहमा। नभुलौ दाजु नभुलौ भाइ पैसाको मोहमा। बनाउनु पर्छ गोर्खाको घर देशको काखमा। देशको काखमा देशको काखमा देशको काखमा देशको काखमा देशको काखमा।